हेलो नमस्ते साथीहरु, नमस्ते, वेलकम टु टिभी भ्लगमा तपाईहरुलाई स्वागत छ। आज म एक्कासी यो धोबाडी डाँडा भन्ने ठाउँमा आएको छु साथीहरु। यो धोबाडी डाँडा तपाईको चाहिँ लगभग यो हाइवे देखि लिएर यो 3500 मिटरको हाइटमा छ जस्तो लाग्छ मेरो अनुमानमा, तर मैले गुगलले हेरेको छैन साथीहरु। र अहिले तपाईहरुलाई चाहिँ म यो धोबाडी डाँडा चाहिँ बोलिरहेको छु। र किन भन्दाखेरि यो धोबाडी डाँडामा अलिकति यहाँ लगभग 15-2000 सम्मको मिटर आउँदाखेरि अलिकति चिसो अनुभव छ। तर अझै योभन्दा माथि जाँदैछु साथीहरु। तपाईले हेर्दै राख्नु होला साथीहरु, तपाईले इन्जोय गर्नु होला साथीहरु। म तपाईलाई देखाउँदै गर्छु साथीहरु, कन्टेन्ट जारी गरिरहेको छु। मिल्दैन त्यति 1 2 3 5 खिचिराखु त मैले भिडियो यहाँ भिडियो भइराख के My gosh, you gotta be kidding me right now. This is so beautiful. Now look at this. Look at the view. फाइनली साथीहरु अहिले यो चाहिँ देवचुली डाँडामा आइपुगेछ साथीहरु। हेर्नु होला त्यहाँ माथि टावर पनि देखिन्छ, एनसेलको टावर रहेछ साथीहरु। त्यहाँ हेर्नु होला यो एनसेलको टावर है साथीहरु। अब यो चाहिँ पोखरी थोक बजार सानो रहेछ, तर यहाँ चाहिँ सबै सामानहरु पाइने रहेछ साथीहरु। यतापट्टि दोकानहरु रहेछ, बाइकहरु सबै यताउति सबै सम्पूर्ण चिजहरु पाइने रहेछ यहाँ। अब जस्तै अब यहाँ मान्छेहरुको हाउ र बजार पनि रहेछ साथीहरु। तपाईलाई मैले देखाइसकेँ। र योभन्दा माथि अझै केही समय लाग्छ हामी भनेको ठाउँमा पुग्नलाई। हामी चाहिँ जुन चाहिँ फलामखानी भन्ने ठाउँ चाहिँ छ, त्यो ठाउँमा चाहिँ पुग्नलाई अझै 15-20 मिनट जति लाग्छ साथीहरु। तपाईलाई म देखाउँछु सक्छु। त्यो जुमै आएन क्या। फाइनली साथीहरु चाहिँ अहिले चाहिँ म धोबाडी डाँडामा आइपुगेको छु साथीहरु। म तपाईलाई यो धोबाडी डाँडाको केही दृश्यहरु र केही चाहिँ प्रकृति रमणीय दृश्यहरु र अरु यहाँको चाहिँ वातावरण र यहाँको हावापानी र यहाँको चाहिँ डाँडाकाँडा यहाँ पखेटाहरु म तपाईलाई देखाउँछु साथीहरु। यो अहिले चाहिँ म यो लगभग फाइनली यो चाहिँ तपाईको चाहिँ धोबाडी डाँडा प्लस फलामखानी भन्छ यो एरियालाई। म तपाईलाई म अब केही समय पछाडि म तपाईलाई यहाँको चाहिँ डाँडापाखा र यहाँको दृश्यहरु तपाईलाई देखाउन खोजिरहेको छु साथीहरु। म तपाईलाई देखाउँछु साथीहरु, हेर्दै राख्नु होला साथीहरु। साथीहरु हेर्नु होला यो डाँडा धोबाडी डाँडा हो। यो एरियालाई भन्छ धोबाडी डाँडा। यता पारिपट्टि यो यतापट्टि पनि छ साथीहरु। यतापट्टि माथि हिमालहरू पनि देखिन्छ साथीहरु। र यतापट्टि धेरै ओह्रालो छ र तल धेरै गहिरो पनि छ। एउटा के नदी भन्छ यहाँ, तर नदीको नाम त थाहा भएन साथीहरु। यता पारिपट्टि हेर्दाखेरि तपाईको सिधै यो पारि यो पूर्वतिरको यो एउटा हिमाल हो। त ठ्याक्कै हिमालको नाम त थाहा पाएन। मेरो अनुमानमा चाहिँ कञ्चनजङ्घा हिमाल हो कि भन्ने अनुमान छ, तर वास्तविक थाहा भएन साथीहरु। म तपाईलाई केही समय पछाडि फेरि देखाउँछु साथीहरु। यो हेर्दै गर्नु होला साथीहरु, तपाईले कन्टेन्ट जारी छ साथीहरु। अब म तपाईलाई मेरो पैदल हिँडेर म तपाईलाई चाहिँ यात्रा गरेको देखाउँछु साथीहरु। यो डाँडामा, यो पाखामा, यो त्यसपछि यो एरियामा, त्यसपछि म सबै घुमाएर नि देखाउँछु साथीहरु। तपाईलाई अहिले चाहिँ यहाँ हावा एकदम सशक्त हावा चलिरहेको छ। यो मैले तपाईलाई अघि नै त्यो मेन्सन गर्दाखेरि तपाईलाई अगाडि नै भनिसकेको छु। यो लगभग 2000 सम्मको मिटर म आइपुगेको छु भनेर भनेको थिएँ। तर अहिले चाहिँ यहाँ आइपुग्दाखेरि तपाईको 2025 चाहिँ लगभग समथिङ 3000 सम्मको मिटरमा छु म अहिले हाइटमा। अहिले हावा चलिरहेछ र हावा एकदम राम्रो हावा चलिरहेछ। र यहाँको वातावरण र यहाँको प्रकृति, यहाँको हावा, यहाँको पहाड, यहाँ जङ्गल म तपाईलाई सबै देखाउँछु साथीहरु। अब म चाहिँ यहाँ यात्रा गरिरहेको छु साथीहरु। तपाईलाई म देखाउँछु। यो म तल यात्रा गरिरहेको छु। यो तलबाट म सिधै क्रस भएर म माथिपट्टि जाँदैछु साथीहरु। यतापट्टि जाँदैछु साथीहरु। ल साथीहरु म तपाईलाई म सबै देखाउँछु साथीहरु, सरसर्ती देखाउँछु। म यतापट्टि अब यो भेगमा जाँदैछु साथीहरु। यो भेगतिर पनि देखाउँछु। र अलिकति चाहिँ यो घाम अलिकति मधुरो लागेको छ, किन भन्दा यहाँ
कुहिरो अलिकति बादलले छेकेको जस्तो छ साथीहरू। अब यो हेर्नु होला साथीहरू, यो ओह्रालो मेरो तर्फबाट यो ओह्रालो सिधै ओह्रालो छ साथीहरू। यो हेर्ने यो किनार सिधै ओह्रालो छ। पारिपट्टि तपाईँको यो डाँडा चुचुरो यो सर आएको छ, एकदम स्लोप आकारको छ साथीहरू। हेर्नु होला ढलान स्लोप आकारको छ। किन भन्दाखेरि यो एरियालाई चाहिँ तपाईँले फलाम खाने एरिया नै भन्छ होला साथीहरू। यो फलाम खाने एरिया नै हो। तर अहिले म यसरी तपाईँलाई फेरि पनि देखाउँछु साथीहरू। यो एरिया हेर्नुहोस्, यो एरिया सरर हेर्नु साथीहरू, यता हेर्नुहोस्। अब म तल फेरि यताबाट तल पैदल हिँडिरहेको छु साथीहरू। म तपाईँलाई देखाउँछु केही साथीहरू। यतापट्टि हेर्नुहोस्, तल सिधै तल तपाईँहरूको तपाईँले देखिसक्नुभयो होला। तपाईँले यो एरिया एउटा तल एउटा टापु जस्तो छ, त्यो टापुमा पनि तपाईँको बस्ती छ साथीहरू। हेर्नु होला साथीहरू, म तपाईँलाई देखाउँछु। ल साथीहरू, म यतापट्टि तपाईँलाई देखाइरहेको छु साथीहरू। म अगाडि बढिरहेको छु साथीहरू। हेर्दै राख्नु होला साथीहरू। यो प्रकृतिको रमाइलो र यो ढलान स्वरूपको रमाइलो तपाईँको यो हेर्नु होला। यो हाम्रो यो नवलपरासी जिल्लामा पर्छ साथीहरू। यो पूर्वी नवलपरासी जिल्लामा पर्छ यो धोबाटी फलामखानी क्षेत्र साथीहरू। यो चाहिँ किन भन्दाखेरि पूर्वी नवलपरासी तपाईँको पूर्व मेची पश्चिम महाकालीसम्मको केन्द्रबिन्दु एरिया हो साथीहरू। यो केन्द्रबिन्दु एरियामा तपाईँले देख्न सक्नुहुन्छ यो धोबाटी फलामखानी ठाउँ भनेर सर्च गर्नुभयो भने तपाईँले देखाउँछ यो पहाड हिमाल त होइन साथीहरू, यो पहाड देखाउँछ साथीहरू। यो पहाडमा चाहिँ हाम्रो यो 3 वर्ष अगाडि चाहिँ यहाँ फलामखानी छ भनेर हाम्रो नेपालमा रहेका विज्ञहरूले बताइरहेका थिए साथीहरू। यहाँ बताएर पनि यहाँ ओली सरकारले चाहिँ यहाँ फलामखानी उत्पादन गर्ने भनेर घोषणा गर्नुभएको थियो। र अहिले चाहिँ यो एरिया चाहिँ अहिले रमणीय छ। किन भन्दाखेरि यो एरियामा चाहिँ बस्तीहरू पनि निकै देखिन्छ। किन भन्दाखेरि बस्ती तथा ठुला चाहिँ घरहरू पनि देखिन्छ साथीहरू। म तपाईँलाई केही समय पछाडि देखाउँछु साथी। ल साथीहरू, म अब अगाडि बढिरहेको छु साथीहरू। म तपाईँलाई अघि भनिरहेको थिएँ साथीहरू। अब मैले यहाँ पारी हेर्दाखेरि यो बस्तीहरू सेतो टल्किरहेको छ साथीहरू। यो एरियातिर जाँदैछु साथीहरू। एरियामा जाँदैछु, हेर्नु होला साथीहरू। हेर्ने होला साथीहरू। अब म तपाईँलाई यहाँ पर एउटा बस्ती छ, त्यो बस्ती म एउटा जुम गरेर देखाउन प्रयास गरिरहेको छु साथीहरू। यतापट्टि पनि रमणीय देखिएको छ, रमणीय एरिया देखिएको छ साथीहरू। हेर्नु होला। अब यो सिधै यो तल एउटा एरियामा चाहिँ तपाईँको देख्नुभयो होला, यो सिधै टल्केको यो एउटा घरहरू एउटा बस्तीहरू छ। यो बस्ती हेर्नु होला साथीहरू। ससाना टिन टल्केको छ र पारिपट्टि एउटा टावर छ भने त्यो टावरमा पनि बस्ती रहेछ साथीहरू। त्यहाँनिर चाहिँ पुग्न नसकिने अवस्था छ। किन भन्दाखेरि धेरै टाढा छ, हामी उभिएको ठाउँबाट त्यहाँ धेरै टाढा भएको कारणले गर्दाखेरि त्यहाँ जान सकेन। तर बाटोघाटोको पनि अलिकति असुविधा र ग्राभिल भएको कारणले गर्दाखेरि हामी त्यहाँ जान सकेन साथीहरू। हेर्नु होला साथीहरू, म तपाईँलाई देखाइरहेको छु, जुम गरी देखाइरहेको छु साथीहरू। अब मैले यो एरियाको नजिक एरियाको देखाउँदैछु र जुम गरेर हेर्नु कस्तो देखिएको छ तपाईँलाई। हेर्नु त कति रमाइलो, कति हावा चलिरहेको, कति एकदम रमाइलो देखिएको छ साथीहरू। हेर्नु होला साथीहरू, यहाँ मान्छेहरू पनि निकै आउने जाने गर्दो रहेछ। यो चाहिँ हाम्रो पर्यटक क्षेत्र नै पर्ने क्षेत्र नै हो साथीहरू। त्यसले गर्दाखेरि म यहाँ तपाईँलाई केही समय पछाडि म यहाँ पनि देखाउँछु साथीहरू। बोर्डहरू पनि देखाउँछु। यहाँ एउटा नेपालको झन्डा टाँसेको रहेछ साथीहरू। यहाँनिर तपाईँलाई म गएर सिधै देखाउँछु साथीहरू। हेर्नु होला साथीहरू। स्वागत छ यहाँहरू सम्पूर्णलाई धोबाटी डाँडामा। प्रकृतिको स्रोत हामी सबैको साझा सम्पत्ति हो र हामी सबै मिलेर यहाँ यसको संरक्षण गरौँ र प्रयोग गरिसकेपछि फोहोर जन्य वस्तुहरू एक ठाउँमा जम्मा गरी सबै नागरिकको परिचय दिउँ र धन्यवाद भन्नुभएको छ साथीहरू। ल यहाँ हेर्नु होला, धन्यवाद भन्नुभएको छ। त्यसपछि यहाँ तल के लेखेको छ भने धवाडी हिल साइड भन्नुभएको छ। ल तपाईँलाई मैले सबै देखाइसकेँ साथीहरू। अब बाँकी मैले अर्को भागमा गएर देखाउँछु साथीहरू। यो एरियामा मैले तपाईँलाई म एक्सप्लेन्स गरेर देखाइसकेँ साथीहरू। अब भने म तपाईँलाई फेरि तल पनि एउटा झन्डा छ। त्यो झन्डा त्यहाँ पनि एउटा बोर्ड छ, तर अलिकति लामो। यहाँबाट हेर्दाखेरि एरियल डेस्टिनेसन हेर्दाखेरि तपाईँको नजिकै देखिन्छ 100 मिटर जस्तो। तर पैदल यात्रा गर्दाखेरि 200 भन्दा माथि नै छ। त्यो तल अलिकति छ, त्यहाँनिर देखिएको छ एउटा झन्डा। त्यहाँनिर पनि एउटा बोर्ड टाँगेको छ साथीहरू। त्यसै गरी अब म तपाईँलाई अर्को फेजमा अलिकति तल यो एरिया देखाइसकेपछि तपाईँलाई म अर्को ठाउँमा फेरि देखाउँछु। र अहिले एरियामा सबै तपाईँलाई यहाँको एक्सप्लेन गरी तपाईँलाई एउटा त्यो टावर, पारिपट्टिको टावर, यतापट्टि हरियो डाँडाहरू र यो एरिया र यो खोल्सा र सबै देखाइसकेँ साथीहरू। अब म भने तपाईँलाई अब यहाँबाट हिँड्ने प्रयास गर्छु। अलिकति उकालो छ, यो उकालोबाट म हिँड्दै म माथि जानु प्रयास गरिरहेको छु। तर अलिकति धेरै उकालो त छैन साथीहरू, र नर्मल्ली उकालो छ। यतिको उकालो त हामी जहाँ पनि उक्लिन सकिन्छ।
र अहिले म उक्लिँदैछु साथीहरू, उक्लिँदैछु। तर किन भन्दाखेरि उक्लिँदै बोल्दै गर्दाखेरि श्वास प्रश्वास बढ्न सक्छ मानिसको, र श्वास प्रश्वासको कारणले गर्दाखेरि अलिकति थकान महसुस हुन्छ साथीहरू। त्यसलाई किन भन्दाखेरि तर यहाँ यो एरियामा तपाईँको हाई अल्टिच्युड भन्ने चाहिँ लाग्दैन, किन भन्दाखेरि 2025 चाहिँ समथिङ 3000सम्मको मिटरमा छ, र त्यसले गर्दाखेरि यहाँ हाई अल्टिच्युड भन्ने कुरो लाग्दैन। तर हाई अल्टिच्युड भनेको कस्तो ठाउँमा, अलिकति चिसो ठाउँमा, योभन्दा धेरै चिसो मुस्ताङ सगरमाथा होइन नाम्चे एरियामा चाहिँ त्यस्तो हुनसक्छ। तर यो नवलपरासी क्षेत्रभित्र पर्ने यो धबाडी डाँडामा त्यति चाहिँ चिसो र त्यति ऊ छैन, ठिकै र हल्का मात्रामा चिसो भएको कारणले गर्दा, तर हावा पनि राम्रो छ साथीहरू। र तपाईँहरूको अहिले म उक्लिँदैछु साथीहरू, उक्लिरहेको देखाउँछु साथीहरू। अब म यहाँ माथि गएर केही कुराहरू पनि एक्सप्लेन गर्न छ तपाईँले साथीहरू। ओके ल फाइनली साथीहरू अब म डाँडा उक्लिँदैछु साथीहरू। अब हामी चाहिँ घुमेर सबै भ्याइयो साथीहरू। अब म घरतिर जाँदैछु साथीहरू, तपाईँले देखाउन रहेछ किनभने यो उकालोमा अलिक श्वास प्रश्वास हुन्छ, तर हावा पनि चलिरहेछ। र साथीहरू हाम्रो स्कुटीहरू बाइकहरू यहाँ माथि छ साथीहरू, हेर्ने होला साथीहरू। अब हामी चाहिँ घरतर्फ चाहिँ प्रस्थान गर्दैछौँ साथीहरू। आजलाई चाहिँ यो कन्टेन्ट चाहिँ आजलाई यहीँ समाप्त गर्न चाहन्छु साथीहरू। मेरो कन्टेन्ट हेरेर सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्ने पूर्ण आशा राखेको छु साथीहरू। ओके फाइनली साथीहरू म तपाईँलाई सम्पूर्ण यहाँको डाँडा काँडा भ्युज र हावापानी सबै देखाएर भ्याइसकेँ साथीहरू। अब भने हामी चाहिँ घरतर्फ जाँदैछौँ साथीहरू। ओके बाई बाई।